राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले 2080 सालको कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको हो। एसईई को नतिजामा 61.81% ग्रेडेड भएको बोर्डले जनाएको छ। वीरगञ्जमा गहवामाई मन्दिर पुनर्निर्माण भएको 13औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ। गहवामाई मन्दिर प्राङ्गणबाट बिहान 8 बजेतिर निकालिएको गहवामाई रथ यात्राले नगर परिक्रमा गर्ने क्रममा नेपालका पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लाका साथै छिमेकी मुलुक भारतका समेत गरी 1 लाख भन्दा बढी हिन्दू भक्तजनले सहभागिता जनाएका थिए। नेपाली क्रिकेट टोलीले आउँदो अगस्तमा टी20 विश्वकप छनौटको तयारी स्वरूप अस्ट्रेलियाको टप एन्ड टी20 सिरिजमा सहभागी हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले अगस्त 14 देखि 24 सम्म अस्ट्रेलियाको डार्बिनमा आयोजना हुने टप एन्ड टी20 सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क सञ्चालन गरेको छ। शुक्रबार काठमाडौँको कलङ्कीमा पार्टीका नेताहरू उपस्थित भएर हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन्। परराष्ट्र मन्त्री आर्जु राणा देवा आज इटाली प्रस्थान गरेकी छन्। यही जुन 28 देखि जुलाई 4 सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन FAO कन्फरेन्सको 44औं सत्रमा सहभागी हुन मन्त्री राणा आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। काठमाडौँ महानगरपालिका 15 डल्लुमा जुवातास खेलिरहेको अवस्थामा 5 जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका 28 बगहीमा शुक्रबार दिउँसो ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा 2 किशोरको घटनास्थलमै मृत्यु भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको 29 गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन्।